हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ मैले एभोकाडोको रेसिपी लिएर आएको छु। यो भिडियो स्टार्ट गर्नुभन्दा फर्स्ट चाहिँ तपाईँ मेरो युट्युब च्यानलमा न्यू हुनुहुन्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनु होला। यो भिडियो चाहिँ हिजोको हो अनि यो रेसिपी चाहिँ मलाई पहिल्यै ट्राई गर्नु मन थियो अनि हिजो चाहिँ घरमा एभोकाडो थियो। स्पेशली मेरो गाउँको घरमा चाहिँ एभोकाडोको रुखै छ है, यहाँ धरानमा चाहिँ छैन, तर एभोकाडो कहाँदेखि ल्याउनु भएको रहेछ। सो मैले फर्स्ट यसलाई चप गरेँ अनि बोटकामा सारेँ अनि अलिकति साइडमा बिग्रिएको नि रहेछ, तर मैले हटाउनु चाहिँ हटाएँ। लास्टमा अहिले चाहिँ एड गरिसकेको छु, लास्टमा चाहिँ हटाएको थिएँ तर भिडियो बनाइनँ। सो यो टिकटककै अनुसारले चाहिँ मैले यो यसमा के एड गर्नुपर्ने हो मैले एड गरेको थिएँ। यो एभोकाडो चाहिँ मैले दुईटाको बनाएको थियो होला समथिङ। अनि सो यसमा भेजिटेरियन्सहरू मैले एड गरेँ, टमाटर, प्याज, धनियाँ अनि मसलाहरू एड गरेको चाहिँ भिडियो बनाउनै बिर्सेछु। अनि सो यसमा छुटेको थियो भने लेमन थिएन, सो यसलाई मैले मिक्स गरेँ यतिको कलर आएको थियो। यो चाहिँ ब्रेडसँग खाने रहेछ, स्पेसली मैले ब्रेडसँग चाहिँ खाने यतिकै ट्राई गरेको थिएँ। सो मैले ट्राई गरेँ, मिठो पनि थिएन नमिठो पनि आजलाई